सार्वजनिक भएको अडियोमा सुनिएको आवाज तपाईँको हो कि होइन यति मात्र भन्नु। 1 लाख टका तू दही कान खोल के सुन ले कि बुझ गेली कि उ सब नहीं छे। मसँग सबै प्रमाण छ तपाईँको। कैलाश कुमार झाले तपाईँ पोजिटिभ समाचार बजाइदिनु, तपाईँलाई के चाहिन्छ दिन तयार छु। नहीं बजा पॉजिटिव बुझदा रह गेले बाद विषय से थोड़ा से जैसे की करे पड़ते से हमर जान जिसे ना हमर नौकरी चलने के बात। शिक्षकको काम यही हो गुटखा खाने। अब त के भन्नु, यस्ता यस्ता शिक्षकलाई हेरेर तपाईँ आफै मूल्याङ्कन गर्न सक्नुहुन्छ। सुनसरीको कोशी गाउँपालिका वडा नम्बर 8 स्थित श्री सप्त कोशी माध्यमिक विद्यालय फेरि एक पटक विवादमा तानिएको छ। विद्यालयका प्रधान अध्यापक कैलाश कुमार झामाथि अस्थायी करार शिक्षक नियुक्तिका लागि 4 लाख रुपैयाँ घुस मागेको आरोप लागेको छ। सार्वजनिक भएको एक अडियो क्लिपमा नियुक्तिका विषयमा रकमको कुरा भएको जस्तो सुनिन्छ। 1 लाख टका तू दही कान खोल के सुन ले कि बुझ गेली कि उ सब नहीं छे। उक्त अडियो सार्वजनिक भएसँगै स्थानीय स्तरमा विभिन्न प्रश्न उठ्न थालेका छन्। यस विषयको सत्य तथ्य बुझ्न म विद्यालय पुगेका थिए। त्यहाँबाट भएको कुराकानीका क्रममा प्रधान अध्यापक झाले पोजिटिभ समाचार बजाइदिनुहोस्, तपाईँलाई के चाहिन्छ भन्नुहोस्, दिन तयार छु भनेको दाबी गरिएको अर्को अडियो पनि बाहिरिएको छ। दर्शकबिन यहाँहरूलाई जानकारी गरौँ, पछिल्लो समय यो सप्तकोशी माविका प्रह विवादमै अल्झिरहेको छ। यति बेला हामीसँग यही विद्यालयका प्रह कैलाश झा हुनुहुन्छ। तलास लाग्ने समय कति बेला हो भन्नुहोस् न, यसरी गर्नुहोस्। समय 7:30 भइसकेको छ। उहाँ चाहिँ प्रह हुनुहुन्छ, सप्तकोशी माविको यति ढिलो आउनु भएको छ। एउटा अडियो प्रकरणको विषयमा सार्वजनिक भएको अडियोमा सुनिएको आवाज तपाईँको हो कि होइन यति मात्र भन्नुहोस्, हो कि होइन बोल्नुहुन्न। अब त के भन्नु, यस्ता यस्ता शिक्षकलाई हेरेर तपाईँ आफै मूल्याङ्कन गर्न सक्नुहुन्छ। मसँग सबै प्रमाण छ तपाईँको। अस्ति जुन बोल्नु भएको नि सबै प्रमाण छ। जवाब दिनुहोस् न, तपाईँ माथि लागिएको आरोपको विषयमा भन्नुहोस् न त। अडियो क्लिपको विषयमा बोल्नुहोस् न, किन बोल्न मान्नुहुन्न? सप्तकोशी माविको प्रह हो, दसैँ गुटखा खाइराख्नु भएको छ। शिक्षकको काम यही हो गुटखा खाने। तपाईँ जस्तो शिक्षकलाई नैतिकताको आधारमा राजनीतिमा दिनुपर्छ कि पर्दैन? यस्ता यस्ता शिक्षकहरूको कारण धेरै लापरवाही भइराखेको छ यो सप्तकोशी माविमा। घटनाबारे स्पष्ट धारणा लिन हामीले प्रधान अध्यापक कैलाश कुमार झासँग प्रतिक्रिया लिन प्रयास गरेका थिए, तर उहाँले क्यामेरा हेर्न बित्तिकै हामीले पन्छाएर भाग्नुभयो। नहीं बजा पॉजिटिव बुझदा रह गेले बाद विषय से थोड़ा से जैसे की करे पड़ते से हमर जान जिसे ना हमर नौकरी चलने के बात।